रमाइलो हेर्नु पहाडहरू मजाले यो चाहिँ हर्स राइडिङ हो जान सक्नुहुन्छ यो हर्स राइडिङ गर्दै तल जाने ठाउँ हो प्रकृतिले दिएको यो वरदान हो यो चन्द्रगिरी हिल्स भनेको प्रकृतिले दिएको वरदानलाई हामीले युज गरेको यो चन्द्रगिरी जुन चाहिँ क्लाइम्बिङ गर्ने ठाउँ हो त्यहाँबाट आउनुपर्छ यसरी जाँदै घुम्दै ओर्दै गर्ने ठाउँ ठाउँ रहेछ घोडा चढ्दै गयो भने रमाइलो हुने यो बाटो कहाँ जाँदो रहेछ भनेर मैले चाहिँ हेर्न खोजेको क्या यो बाटो कहाँसम्म रहेछ भनेर यसरी मनोरम दृश्य हेर्दै पहाडका कन्दराहरू अब यो चन्द्रगिरी फेरि अचम्मको लाग्यो मलाई यहाँ बेग्लै यो फेरि बेग्लै गाउँ रहेछ के यहाँ बेग्लै सहर ल यहाँबाट हेर्नु होला अब यो तल सर्दै सर्दै गर्दै गएपछि बेग्लै गाउँ आउँछ ल त कस्तो राम्रो छ यहाँ यहाँबाट हेर्नु त ल टक्कसँगले यसलाई तानेर यसरी हेऱ्यो भने कति राम्रो देखिन्छ ल हेर्नु पहाडको वरिपरि रमाइलो गर्दै हिँड्नको मजा भिन्दै ट्रेकिङ गर्नलाई मैले त्यो चन्द्रगिरी हिल्स पहिलोचोटि हो एकल भ्रमणको मजा भिन्दै छ क्या हामी यहाँ एकल भ्रमणको मजा नै भिन्दै हेर्नु गाडीले ल तलबाट पुरै अर्को गाउँ पो घुमाउँदै लाने रहेछ यहाँ हेर्नु होला
उक्लन्दी माथि पनि जान सकिन्छ यहाँबाट हैन समातेर पहाडको बाटो र यता पहाडको बाटो रहेछ यो बाटो कहाँ पुग्छ यसको आफ्नै इतिहास होला यहाँबाट टक्क पहाडको दृश्य हेर्दै जाने हो रमाइलो आँखाको मनोरञ्जन